कथा शीर्षक रुँदै गरेको कुखुरा। दृश्य सुरु हुन्छ बिहानको उज्यालोमा। गाउँको आँगनमा एउटा मान्छे हातमा खुकुरी लिएर उभिएको छ। आधी पछिको चिसो बिहान थियो। म खुकुरी हातमा लिएर त्यो बाँसको टोकरी खोलेँ जसमा त्यो सानो सेतो कुखुरा बसेको थियो। हिजो बेलुकी बच्चाले भनेको थियो, बाबा यो कुखुरा काट्नु न, मलाई माया लाग्छ। तर बिहान भोक लागेको थियो, घरमा अन्न थिएन। जब मैले कुखुराको खुट्टा समातेँ, उसले बिस्तारै पखेटा फुकायो। आँखा साना थिए तर ती आँखाभित्र डर देखिन्थ्यो, मानव ऊ बुझिसकेको थियो के हुन लागेको छ। मैले खुकुरी उठाएँ। त्यो क्षण उसले हल्का स्वरमा रुँदै जस्तो कुक्कु कुक्कु भन्यो। मलाई लाग्यो ऊ केही भनिरहेछ, जस्तो कि भनिरहेछ, मलाई नकाट, म पनि बाँच्न चाहन्छु। मेरो हात काँपियो। एकछिनको लागि खुकुरी हावामा रोकिन्छ। मनभित्र आवाज आयो, भोक लाग्दा पनि अरूको सास काट्नुपर्छ। तर पछि म निहुरेर त्यसैलाई टोकरीमा फर्काएँ। त्यो कुखुरा फेरि बिस्तारै आँखाले मलाई हेर्दै बस्यो, मानव उसले क्षमा गरिसकेको थियो।